स्वास्थ्य बीमा कार्यक्रम नागरिकको स्वास्थ्य सुरक्षाका लागि सुरु गरिएको महत्त्वपूर्ण सामाजिक सुरक्षा कार्यक्रम हो, जहाँ स्वास्थ्य सेवा उपयोगको क्रममा हुने आर्थिक जोखिम न्यूनीकरण गर्न, व्यक्तिगत खर्च घटाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरी वित्तीय संरक्षण प्रदान गरिन्छ। यस कार्यक्रमबाट लाखौं नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन्। तर पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रममाथि वित्तीय दबाव लगातार बढ्दै गएको छ। आर्थिक वर्ष 2081-82 मा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध 505 स्वास्थ्य संस्था मध्ये केवल 35 अर्थात् 7% निजी स्वास्थ्य संस्थाहरू थिए। तर यी निजी संस्थाहरूले स्वास्थ्य बीमा बोर्डबाट स्वीकृत कुल भुक्तानीको 40% भुक्तानी प्राप्त गरे, जबकि कुल सेवा लिने बिमित मध्ये केवल 8% मात्र निजी अस्पतालबाट सेवा प्राप्त गरेका थिए भने 92% भन्दा बढीले सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गरेका थिए। हाल स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई वैशाखसम्म करिब 18 अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको, त्यसमध्ये करिब 40% दाबी निजी स्वास्थ्य संस्थाबाट रहेको छ। यस आर्थिक वर्षको मसान्तसम्म करिब 23 अर्ब दायित्व हुन जाने देखिन्छ। दाबी व्यवस्थापनमा बढ्दो चाप, वित्तीय स्रोतमा परेको दबाव तथा कार्यक्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न यो निर्णय लिनु परेको हो। नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको आकस्मिक सेवा बाहेकको अन्य बीमाका कार्यक्रमहरू 2083 साल जेठ 16 गतेदेखि अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गरिएको छ। तर आकस्मिक स्वास्थ्य सेवा र त्यसै मार्फत हुने अन्तरङ्ग भर्ना र शल्यक्रिया जस्ता सेवाहरू भने निरन्तर चलि नै रहेको छ। नागरिकको जीवन रक्षा र आकस्मिक स्वास्थ्य सेवामा निरन्तर पहुँच कायम राख्नु नै स्वास्थ्य बीमाको चाहिँ हाम्रो पहिलो प्राथमिकता हो। यो निर्णय चाहिँ सेवा बन्द गर्ने उद्देश्यले गरिएको कदापि होइन, बरु स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी चाहिँ व्यवस्थित, प्रभावकारी, दिगो बनाउन सकिन्छ भने आवश्यक सुधार प्रक्रिया अगाडि बढाउनको लागि गरिएको हो। कुन विधिबाट भुक्तानी गर्दाखेरि चाहिँ व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सकिन्छ, निजी स्वास्थ्य संस्थासँग अझ बढी सहकार्य गर्न सकिन्छ र सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा अझै बढी अध्ययन भइरहेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। स्वास्थ्य बीमा बोर्ड निजी स्वास्थ्य संस्थाहरूको योगदानप्रति सकारात्मक र सम्मानपूर्ण छ। भविष्यमा निजी स्वास्थ्य संस्थासँग अझ प्रभावकारी सहकार्य गर्दै कार्यक्रमलाई मजबुत बनाउने तयारी भइरहेको छ। यसै क्रममा स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा बोर्डको सुविधा थैली तेस्रो संशोधन 2083 कार्यान्वयनमा ल्याएको छ। यस परिमार्जित सुविधा थैली अनुसार विद्यमान सुविधा थैली अन्तर्गतका औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशाला परीक्षणहरूको विस्तृत पुनरावलोकन गरेको छ। यस प्रक्रियामा विगत 10 वर्षको ओपन IMIS आधारित दावी तथा सेवा उपयोग तथ्याङ्क, दर रेट, चिकित्सकीय सान्दर्भिकता, लागत प्रभावकारिता र वित्तीय दिगोपनलाई आधार बनाई न्यून उपयोग तथा दोहोरोपन भएका सेवाहरू पुनरावलोकन गरी सुविधा थैली परिमार्जन कार्य सम्पन्न गरिएको छ। संशोधित सुविधा थैलीले स्वास्थ्य बीमा प्रणालीलाई पारदर्शी, उत्तरदायी, डिजिटल रूपमा चाहिँ सुदृढ बनाउँदै भविष्यमा केसबेस पेमेन्ट तथा डायग्नोसिस रिलेटेड ग्रुप DRG जस्ता रणनीतिक भुक्तानी प्रणाली मार्फत अघि बढ्ने आधार तय गर्ने विश्वास लिएको छ र सोही बमोजिम नै माग गर्न हुन सम्पूर्ण सेवा प्रदायकहरूलाई चाहिँ स्वास्थ्य बीमा बोर्ड अनुरोध गर्दछ। स्वास्थ्य बीमा कार्यक्रम दिगो, भरपर्दो र प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्ड प्रतिबद्ध छ। सबै सेवा प्रदायक संस्था, सरकारवाला, आम नागरिकहरूको सहकार्य र समन्वयका लागि हार्दिक अनुरोध गर्दछ।